Hi everyone, so आज पनि म एउटा मोस्ट रिक्वेस्टेड भिडियो लिएर आएको छु which is my top favorite summer perfume डिजाइनर एडिसन। यो लिस्ट चाहिँ कुनै पनि पर्टिकुलर अर्डरमा छैन, म अब मेरो जे मुड हुन्छ म त्यही लगाएर हिँड्छु, तर दिस इज माई टप 5 फेभरेट्स। सो फर्स्टमा चाहिँ छ क्यारोलिना हेरेराको गुड गर्ल ब्लश। यो चाहिँ मेरो रिसेन्ट पर्चेज हो। दिस इज सच अ फेमिनिन सेन्ट। यो बोतलको कलर पनि त्यस्तै नै छ। यो चाहिँ बर्गमोट, फ्लोरल र भ्यानिलाको मिठो कम्बिनेसन छ। सो यो लाउँदा चाहिँ मलाई कस्तो भाइब आउँछ भन्दाखेरि चाहिँ जस्तो इमेजिन गर्नु हैन, पुरै हजुरहरू अलिक पिङ्क पेस्टल लुगा लगाएर चाहिँ हिल्स लगाएर एकदम टक्क मेकअप हेयर गरेर हिँड्दाखेरि चाहिँ अनि ठ्याक्क अब त्यो कस्तो फिल हुन्छ नि, हो त्यस्तै वाला सेन्ट चाहिँ छ क्या यो हैन। यो पर्फ्युम चाहिँ सफ्ट, स्वीट, पाउडरी पनि छ। यसको प्रोजेक्सन पनि राम्रो छ। मेरो बडीमा चाहिँ 7 to 8 आवर्स लास्ट गर्छ। सो नम्बर 2 मा रहेको छ डोल्चे एन्ड गबानाको लाइट ब्लू। यो आई थिंक यो चाहिँ धेरैजनाको फेभरेट पनि हो र मेरो पनि वान अफ द मोस्ट फेभरेट। किनभने मोस्ट फेभरेट त अब पाँचवटै राम्रो त छ हैन, तर यो चाहिँ हुन्छ नि, म कन्फ्युज भएको बेला चाहिँ के लगाम भएको बेला चाहिँ मेरो हात ठ्याक्कै यसमा नै गइहाल्छ। यो चाहिँ मसँग आई थिंक यो 50 ml को बोतल हो। यो अब सकिन लाग्छ। यसको चाहिँ एकदमै ब्राइट ओपनिङ छ, एक्वाटिक, सिट्रसी छ र हजुरहरूले लगाइसकेपछि चाहिँ एकछिनपछि चाहिँ अलिकति मस्की सेन्ट पनि आउँछ। सो यो चाहिँ गो टु पर्फ्युम भयो। भर्खरै हजुरहरू शावर गरेर हुन्छ नि एकदम अब शावर गरेपछि कस्तो फिल हुन्छ, अझै धेरै त्यस्तै खालको फिल दिनभरि भइरहनको लागि चाहिँ म यो लगाउने गर्छु। यो चाहिँ खास अब धेरै जसो अब क्लासहरू हुँदाखेरि चाहिँ हुन्छ नि, मेरो पर्फ्युमले चाहिँ स्टुडेन्टहरूलाई ओभर पावर नगरोस्, कसैको अब एकदम टाउको दुख्ने अथवा एकदम धेरै नै कडा लाग्ने हुन्छ। यो चाहिँ त्यस्तो छैन र यो लगाउँदाखेरि चाहिँ एभ्री टाइम आई गेट कम्प्लिमेन्ट्स। थर्ड वान इज गुची फ्लोरा। यो चाहिँ कति धेरैजनाले सोध्नु भएको छ कि कस्तो छ सोधिरहनु भएको थियो। मैले यो 50 ml मात्रै लिएको हो। ठुलो बोतल चाहिँ अब यो सकेपछि मात्रै लिन्छु होला हैन। यो चाहिँ कस्तो छ भन्दाखेरि यो चाहिँ अब बोतलमै लेखिदिएको छ गुची फ्लोरा नै छ, फ्लोरल सेन्ट नै आउँछ हैन। सो यो चाहिँ एकदम फेमिनिन पनि छ। यो चाहिँ हजुरहरूले अब अफिस मिटिङ अथवा हुन्छ नि कोहीसँग भेट्दै हुनुहुन्छ भने चाहिँ त्यही अघि भने जस्तो एकदम ओभर पावरिङ छैन, तर हजुरहरूलाई चाहिँ एकदम फ्रेस नै गुड फिल गराउँछ भनौँ न। एक्ट्रेसहरूले पनि धेरै नै युज गर्नुहुन्छ भन्ने पनि सुनेको थिएँ। सो त्यही भएर पनि किने हो र मलाई चाहिँ लगाउँदै गएपछि एकदम राम्रो पनि लागेको छ। सो तपाईँहरूको लागि ब्लाइन्ड पर्चेस पनि हुनसक्छ। इफ यु लभ फ्लोरल सेन्ट सो गो फर दिस। पहिला म जस्तै सानो 50 ml किनेर अनि त्यसपछि ठुलो किन्नु भए पनि हुन्छ। सो फोर्थ वान इज भर्साचे ब्राइट क्रिस्टल। अब यो हेर्दै नै अब क्रिस्टल यत्रो बट्टा नै छ हैन र यो चाहिँ एकदम अब समर फ्रेग्रेन्स भनिसकेपछि यो पनि एकदम फ्रेस वाला नै छ। अनि म हुन्छ नि लगाइरहेको हुन्छु, बिहान क्लाइन्ट्सहरू गर्दाखेरि चाहिँ वान स्प्रे लगाएर आइरहेको हुन्छु। धेरै स्प्रे गर्दाखेरि चाहिँ अब क्लाइन्टलाई धेरै ओभर पावरिङ नहोस् भनेर चाहिँ अब अलिकति स्मेल गुड पनि त आफूलाई फिल हुनु पर्यो नि त हैन। सो त्यही भएर चाहिँ म यो बिहान हिँड्दाखेरि प्रायः जस्तो चाहिँ लगाइरहेको हुन्छु। यो चाहिँ एकदम फ्रेस अनि क्लिन पर्फ्युम छ, इनअफेन्सिभ छ। सो यो लगाउँदाखेरि पनि युल गेट कम्प्लिमेन्ट्स। लास्ट बट नट द लिस्ट, क्लिनिक ह्याप्पी। यो चाहिँ आई थिंक अहिले मैले देखाएको मध्येमा चाहिँ एकदम बजेटमै पर्छ। सो यो चाहिँ जिममा पनि लगाउन सक्नुहुन्छ, बिकज हुन्छ नि ओभर पावरिङ छैन यो पनि, र अफिस एभ्रीडे फ्रेग्रेन्स भनौँ न। यसको फ्रेग्रेन्स चाहिँ सिट्रसी अनि फ्लोरल छ र एकदम अपलिफ्टिङ पनि छ। यो पर्फ्युम चाहिँ यु क्यान वेयर जिममा, कलेजमा, अफिसमा, मिटिङ्सहरूमा हैन। सो नयाँ मान्छे कोही भेट्दै हुनुहुन्छ भने चाहिँ अलिकति आफ्नो इम्प्रेसन राम्रो गराउन खोज्नुभएको छ भने चाहिँ यु क्यान बाई दिस। सो यो पाँचवटा मध्येमा कुनै ट्राई गर्नु भएको छ भने चाहिँ कमेन्टमा लेखिदिनु होला। र हजुरहरूले कुनै नयाँ अब यो भिडियो हेरिसकेपछि किनेर लगाउनु भयो भने कस्तो फिल भयो, हजुरहरूलाई कस्तो लाग्यो पनि कमेन्टमा लेखिदिनु होला। बाई।